आज चाहिँ डिएफए भन्ने कुरा एक्सप्लेन गरिदिन्छु होइन। अनि यहाँ चाहिँ के दिएको छ भनेपछि स्टेट्सहरू दिएको छ। स्टेट्समा चाहिँ एबिसी छ अनि इनपुटमा चाहिँ 0 र 1 दिएको छ। अनि त्यसको फर्स्ट स्टेट चाहिँ ए भयो भने फाइनल स्टेट चाहिँ सी भयो। जस्तै यहाँ फाइनल स्टेट सी बनाएको छ। अनि यहाँ डायग्राममा चाहिँ के दिएको छ भनेपछि प्रेजेन्ट स्टेट एबिसी दिएको छ। अनि नेक्स्ट स्टेट फर जस्तै एमा चाहिँ इनपुट 0 भयो भने चाहिँ एमै जान्छ अनि 1 भयो भने चाहिँ बीमा जान्छ। अनि जस्तै बीमा चाहिँ इनपुट 0 भयो भने चाहिँ सीमा जान्छ अनि इनपुट 1 भयो भने चाहिँ एमा जान्छ। अनि सीमा चाहिँ अब इनपुट 0 भयो भने चाहिँ बीमा जान्छ अनि इनपुट 1 भयो भने चाहिँ सीमा जान्छ। अनि जस्तै यो चाहिँ ग्राफिकल रिप्रेजेन्टेसन हो, ट्रान्जिसन डायग्राम होइन। जस्तै ए चाहिँ फर्स्ट स्टेट भनेर यहाँ दिइरहेको छ Q0 मा, यो चाहिँ Q0 हो। अनि फाइनल स्टेट सी, फाइनल स्टेटमा चाहिँ डबल सर्कल हुन्छ। अनि जस्तै अब इनपुट 0 मा कहाँ जान्छ त भनेपछि एमै जान्छ, एमै गएको छ। अनि इनपुट 1 मा कहाँ गएको छ, बीमा गएको छ। अनि बीमा इनपुट 0 दिँदा सीमा गएको छ होइन। अनि बीमा फेरि इनपुट 1 दिँदाखेरि बीमा इनपुट 1 दिँदाखेरि जस्तै बीमा इनपुट 1 दिँदाखेरि चाहिँ एमा जान्छ, 1 दिँदाखेरि चाहिँ एमा गयो। अनि सीमा त्यसै गरी सीमा इनपुट 0 दिँदाखेरि चाहिँ बीमा गयो। जस्तै सीमा इनपुट 0 बीमा गइरहेछ। अनि सीमा इनपुट 1 दिँदा सीमै गएको छ। यो चाहिँ डिटर्मिनिस्टिक फाइनाइट अटोमाटा हो।